ल साथीभाइ के गर्नु ड्युटी कडा परेको छ मेरो चाहिँ तपाईले भन्नुहुन्छ ल देखायो के गर्यो भन्छ होला हो तपाईहरुले नि सायद मैले यस्तै गरिरहेको होला हो हेर्नुस् न अब यो दुईटा चाहिँ भेडाको मासु हो अगाडि एउटा दुईटा हो 2 केजी ल्याएको थिएँ बिचरा काकालाई नि धन्यवाद हो दसैँको टाइममा पठाइदिनु भएछ एउटाडी चाहिँ घरकै हो बेसी राखिन 10 केजी राखे हो बेलुकाको नि पाक्नु आँट्यो हो मसला हालेको थिइनँ बेसी हाल्दिनँ म मसला बेसी हामी घरमा मसला ज्यादा खाँदैन हो यो चाहिँ के को मासु भन्दा खुट्टा हो खुट्टाको चाहिँ आज कालो दालहरुसँग चाहिँ मैले बनाएको छुइनँ हो यो हल्का मजाले यो अर्कै तरिकाले बनाएको छु हो मसला ज्यादा पनि हालेको छुइनँ हेर्नुस् है हो तपाईले भन्छ होला देखायो यो कालीकटाले तर त्यो नसोच्नुहोस् हो मासु चाहिँ एकदम सुकिसकेको छ खालि एक दिनमा अब भोलि टिका हो टिकाको दिन चाहिँ अब यो रातभरि सुकाउने हो म एकदम दाउरामा उयो गर्ने हो देखिरहनु भएको छ चुलामा एकदमै यसलाई मजाले गर्ने राति एकदम बिरालोलाई नि चान्सै छैन मेरोबाट चाहिँ किनकि यो महँगो दामको हो भेडाको मासु नि 900 रुपियाँ केजी हो 2 केजी पठाइदिनु भएको छ काकाले उहाँलाई नि एकदम मेरोबाट धन्यवाद है काकालाई मेरोबाट हेप्पी दशहरा दसैँ है भन्न चाहन्छु बिचरा दसैँको टाइममा मैले अगाडि नै भनिसकेको थिएँ पठाइदिनु भयो भेडाको मासु चाहिँ हो यहाँ भर्खर सुक्छ आज रातभरिमा यस्तै छ साथीभाइ मेरो ड्युटी चाहिँ कडाइ छ ड्युटी तपाईले भन्नुहुन्छ ल मासु रुङ्गिया त त्यस्तो होइन अन्य नसम्झिनुहोस् हो मजाले किरा लाग्नु नदिने धुवा लगाएकै हो पानी पनि पर्ला जस्तो भइरहेको छ अब भोलि टिका कसरी के कस्तो अब रातभरि पानी पर्यो भने त के अरे दसैँ त अब मासु खाँदै बसायो घरमै कहीँ नजानी हो यस्तै छ आमाहरू यहाँ पढाउनुहुन्छ किचनमा म चाहिँ यहाँ कटेरामा है झ्यास घरमा हो पानी पनि पर्ला जस्तो भयो अब मेरो यस्तै छ अब के गर्नु ड्युटी कडा छ तपाईहरुको पनि ड्युटी है सायद कसैको त कडै पर्यो होला मेरो चाहिँ कडै छ ड्युटी दसैँको टाइममा